पैसा वसूल हो गया भाई साहब हो गया। हेलो अनि नमस्ते एभ्रीवन, इट्स मी एसपी ब्लग। आई होप सबजना सन्चै अनि आरामै हुनुहुन्छ होला। अनि आज चाहिँ कान्द्रुकको डे 2 अनि चाहिँ हामी 3-4 बजे उठेर 4:30 लगभग 5 बजे उठेर हामी हिँड्दैछौँ। अनि यस्तो हिमाल देखिरहेको छ कि यो अगाडि देखो उसले देखियो हिमाल मिट्टी देखियो। हामी चाहिँ जाडो यार डेन्जर जाडो रहेछ। सिरेकै नतात्ने यार। म त तातो त तातै थियो तर के जाडो थियो त्यही ताते नतातेर म त्यो अनि पछि म नि त तेरो म त गर्ने होला नि मसँग आट्यो नि यो अनि कोठा गुममा होला भनेर म त अनिको त कोठा चाहिँ तातो रहन्छ के। हामी चाहिँ यसै हिँड्दैछौँ त्यहाँ माथिसँग स्कुटर लिनको लागि, स्कुटरमा सामान लिनको लागि। सामान छ कपडा सपडा लाउने। जाडो भयो टोपी पनि लाएर हिँड्नु त। त्यो मङ्गी क्याप कहाँ गयो यार? म हिजो बेलुका कहाँ छोडी यादै होइन। हिजो बेलुका चाहिँ होइन, त्यहाँ त स्कुटरमा लगाएको त्यो भटेर खन्नको लागि चक्करमा लाएर आएको केटो त राति हिँडिदियो कहाँ हिँडिदियो कहाँ तँ भन्दै नि यस्तो यस्ता यार। त्यही त अब माथि गएर उस गरेर मुस्ताङ त लाग्यो तल यो प्यान्ट लगाएको यस्तो चिसो भयो यहीँ माथि लगाइदिन्छु म त अर्को त हिमाल चाहिँ मिठी देखियो है। घाम लाग्यो भने मोबाइल देखिन्छ होला यस्तो। अन्नपूर्ण अनि यो धौलागिरी अनि यो के अरे अन्नपूर्ण धौलागिरी माछापुच्छे टाइमले अहिले बनाउने त नि हामी नि होला फर्स्ट त्यो सबलाई उठाइदिस् त भना बोलेर ल गाई चाहिँ अहिले एकैचोटि अब टक्क घामसाम लाएपछि चाय कफी लिँदै बाटो थियो ल एकैपछि भेटौँ लागेको गाइस। भ्यू अब गान्द्रुकबाट देखेको हिमाल माछापुच्छेको दुइटै चुचुरो देखिरहेछ। अनि हामीले सामान यहाँ सामान हुन्छ नि त्यो हाम्रो ज्याकेट स्याकेटहरू यताउति लिएर आएको त्यस्तो हेर्न भाइब्स त बाबा छ कि यस्तो यहीँ माटो यस्तो बाटोमा बाइकहरू हालिदिए तर यार त्यो के हुन्छ नि कबड्डीको भाइब्स आयो क्या। कबड्डी कसो न आँटेको नि त्यही छ त्यही यस्तै बाइकले हिँड्थ्यो भिलेनहरू कि बाटो नि यस्तो हुन्छ होइन भोटे कुकुर पालेको होइन के भोटे कुकुरसँग भुक्दै डर लाउने एक बाइट हाल्ने त खाइदिन्छ जस्तो छैन नि म कत्रो खर साँप्रानी मलाई एक बाइटमा हालिदिनु जस्तो होइन नि। सिँचाइको लागि सिँचाइको लागि बवाल व्यवस्था रहेछ कि पानीमा 24 घन्टा रहेछ। सिँचाइको उसको लागि पानीकै यो भिजाउनको लागि यस्तो बाटोहरू यस्तो छ। घान्द्रुकमा देखि जस्तो छैन गाई है तर होइन हिमाल चाहिँ राम्रो देखिँदो रहेछ। हिमाल चाहिँ त्यो कटेजबाट राम्रो देखिन्छ अरू बाटो भन्दा नि होइन तर यतिको भाइ राम्रै हो यार। हिजो आउँदा त बेलुका आउँदा त बेकारमा के गहिले कुचेकोमा बरु हाम्रै घरमाथि डाँडाबाट देखिन्छ जस्तो भएको थियो कि बेलुका। अब हिजो बेला के लाग्थ्यो भने स्काई भन्थ्यो मान्छेले तर आज चाहिँ हिमाल देखिन्छ नि त अलिकति एउटा कुरो हामीले नदेखिने भनेको त्यो दुइटा चुचुरो देखिन्थेन न त्यो क्लियर यत्तिकै नजिकै हो नि देखिन्छ त धेरै नजिक त यो डाँडो पछाडि हिमाल त हो नि 1 घन्टा हिँड्यो भने पुग्ला जस्तो लाग्छ। 1 घन्टा त पुग्दैन यार हिमालको नजिक त पुग्छ होला कालो पहाड हो नि त पुरै घरहरू पनि सब लगभग एउटै खालको के सब राति त्यही त राति साथी हिँडेर रातिमा हामी खोज्न गएकोमा होइन माटो नि सही को जस्तो केटाहरू रहेछ क्या केटाहरू नि त केटोमा त्यही भएर अहिलेसम्म हामी त्यसरी हिँड्यौँ है यही हो गान्द्रुक भिलेज सबैभन्दा यस्तो भयो। अनि हाम्रो चाहिँ अन्नपूर्ण अनि यो चाहिँ थाहा भएन हामीले देखिँदैन अन्नपूर्ण र हाम्रो माछापुच्छ्रेको दुइटा चुचुरो देखिरहेछ। अब हेरौँ यहाँबाट अझै कति क्लियर देखिन्छ। हिजो त कस्तो देखेकै छैन देखिन्न होला सोचिरहेको थिएँ। सो लक्की हामी होइन
हामी होइन त्यही अब हेरौँ घाम लागेपछि यसो थोरै टाइमले फानिदिनु पऱ्यो टक्क लाएर इन्स्टातिर टिकटकतिर गएर यसो फोटोसोटो हान्नु होला मिठी देखियो कि माटो नेसुयो त अब हामी चाहिँ अब हाम्रो कटेजमा गएर बसिन्छ टक्क लाएर यस्तो जाडो कि त सिरेकले नतानिया 2टा सिरेक राखिदिनु पर्ने हो कि चिसाले अहिले लगभग छोइसक्यो कि यस्तो हो कि ब्लेजरहरू सब गाइस हिमालमा चाहिँ अब लगभग अलि घामको किरण आइसकेको छ रक्क लाएर यस्तो छ सिन हाम्रो बसेको चाहिँ भिल्ला यो इस गुरुङ कटेज हैन हो यस्तो हाल सिन सनहाल यहाँ बसेर फोटो खिच्नको लागि मुना राखेर आइदिनु न एकछिन चाहिँ भ्लग्समा मलाई त यस्तो हाल एकछिन सिन त भोगे राम्रो हो कि एसटी भोगे भनेको राम्रो हो नि राम्रो है सिस्को दिन तर कस्तो धमिलो देखियो यार घाम लागेन क्लियर खुल्दैन के क्यामराम्यान म मिठी हो नि फेरि यस्तो यता उठ्दैछ कि घाम यता आउँदो रहेछ रातो भएको घाम पछि त अर्कै देख्दैछ त्यसै कटेज पनि यार भइसकेको छ तर हिमाल चाहिँ त्यति राम्रोसँग खुलेको छैन होइन तर यस्तो भएछ हाम्रो अन्नपूर्ण त लगभग के अरे माछा पुच्छेको त चुच्चो हराइसक्यो अहिले देखेको थियो यी कालो कालो यो चाहिँ अलिअलि देखेको छ यो माछा के अरे भन्यो भन्दाखेरि माछा पुच्छ यो के भन्छ यसलाई अन्नपूर्ण यस्तो छ हाम्रो गुरुङ कटेज सबैजना भिजिट गरिदिनु होला एकचोटि मलाई फोन गरेर आउनु होला म मिलाइदिन्छु रुमहरू नत्र यहाँ छ रुमको लागि व्यवस्थाको लागि यहाँ छ नम्बर टिप्न सक्नुहुन्छ गुरुङ कटेज भनेर सर्च गर्दा पनि हुन्छ मलाई हात उसेर हिँड्छ पक्का यस्तो साह्रो हड्डीमा आँटो नि मारिन्छ नि त यो त मैले गाउँको जाम तैँले फोटो खिचिनस् के मारिन्छु खिचेर यत्रो बनाइदियो नि थाहा छैन मलाई ओए जङ्गली माछा मारिदिन्छ बिहानको खाजा खाँदै केटा हो यहाँ सुरु भइसक्यो दाइहरू हुनुहुन्छ ल ठिक छ चाय खान्थ्यौँ त्यही पनि आज खान्छु गाइस हामीले चाहिँ बिहानको नास्ता सास्ता गरेर अब टक्क फोटोसोटो अलिअलि खिचेर साथीलाई पनि भेट्यो हिजो
हिँड्दैछ बेलुका बेलुका भाषा नआइजानेको हिँड्दैछ। अब यस्तो बबाल सिनहरू फुलहरू मिठी फुलहरू बबालहरू चाहिँ गरौँ जाने हिमाल पनि मिठी देखियो यतिको त्यही हो के अन्नपूर्ण भयो अनि के अरे त्यसको नाम पनि फेरि आउन्न यार अन्नपूर्ण र अनि चाहिँ हाम्रो यो माछा पुच्छेको दुईवटा चुचुरो देखियो यो चाहिँ यो चुचुरो हाम्रो के अरे नाउडाबाट पनि देखिन्छ कि बाबा अहिले त कुहिरो लगाइसक्यो यस्तो बादल उठिसक्यो अनि यस्तो छ यो कहीँ पछि नास्ता सास्ता खानासाना खाएर हामी अब पोखरा झरिन्छ के यो त अब एकैछिन खाना खाने बेला भेट्नुपर्छ कलाएर यस्तो बगाल सिन त कपालमा झन् खत्तम भएछ यार खत्तम भएछ यतापट्टिको खोल्दै रहन्छ क्या तिम्रो हाल के छ सुन हामी बसेको रुम चाहिँ हामी यहाँ यस्तो हामी बसेको यो हामी बसेको चाहिँ यहाँ हो अब चापी खोलेर हाम्रो रुम देखाउँछु तपाईँहरूलाई कस्तो छ यस्तो छ छोएन दुख्ने जस्तो भएर हाम्रो रुम चाहिँ यो हो गलाएर यस्तो छ रुम हामी सुत्या रुम यस्तो बाबा नोटिफिकेसन आयो म्यासेज गरे जस्तो कल्लो यस्तो छ स्पिकरहरू पनि चार्ज खै पावर ब्याङ्क चार्ज भयो कि भन खै के भयो थाहै भएन हेरमा फुल चार्ज भएछ र नि त तर टाइप सी लिँदो रहेछ नि त टाइप सी मेरो चार्ज हुन्छ कि नै हेरौँ है यस्तो त न राति रात जाडो भएरमा येमा यस्तो जाडो यस्तो ठाउँ रहेछ बेसी जाडो हुँदो रहेछ क्या टाइप सी होइन र चार्ज हुन्छ कि हुन्न हेरौँ टक्क लाएर चार्ज लियो डक्क लाएर अब चार्ज अहिले गरौँ ला यो त 2000 एमएचको रहेछ जति नै पुग्छ एकदम 2000 कि 20000 एमएचको रहेछ पुग्छ मस्त अब खानासाना खान्छौँ अनि कहीँ यस्तो रेस्ट गरेर एकचोटि माथितिर जान्छौँ त यो पुरै भ्याली देखिन्छ अरे कि यो घान्द्रुकको त्यहाँ जान्छौँ त्यहाँ गएपछि तपाईँहरूलाई सिन देखाउँछौँ त्यसपछि खानासाना खान्छौँ र हामी पोखरातिर आउँछौँ किनकि अब काम छ अरे साथीको हामी 2 बजेभित्रसम्म त हामी पोखरा पुगिसक्नुपर्छ यहाँ त यो बाटो झर्न पो टाइम लगाउँछ होइन हामी लगभग अहिले 8 बजे होला हामी 8, 9, 10 बजीतिर खाना खाएर 11 बजीतिर निक्लिन्छौँ हामी 11 तल झर्दा 1 घन्टा 12 त्यहाँ त लगभग 1.5 घन्टा लाउँछ नयाँ पुलबाट पोखरा पुग्न भनेपछि लगभग हामी 2.5 घन्टामा पोखरा पुग्छौँ होला अनि एउटा जस के भन्छ अन्दाज गरेको कलर अनि हिजोको भिडियो कस्तो लाग्यो होइन बाटो त्यस्तो खत्तम छ मैले थोरै कट गरेँ त धेरै कट गरेँ होइन पछि बनाएको भिडियो त भराइन्छ सब डिलिट भएछ खै के भयो रिकभरै भएन भोइस पनि आइरहन्छ किरकिर आइरहेछ माइन्ड नगरिकन सबैजनाले गएर हेरिदिनु होला चेक गरिदिनु होला तल छ होइन अनि हामी चाहिँ हिजो बागलुङ कालिका मन्दिर पनि गर्थ्यौँ अनि बागलुङ बजार पनि गर्थ्यौँ बागलुङ बजार गएर खानासाना खाएर अनि हामी सिधै अनि त्यो के अरे बागलुङ र के अरे कुसमाला जोडेको त्यो पुल त परियो त्यसमा डर लाएर भिडियो बनाउन मल खस्यो भने त सकियो भनेर बनाइएन थोरै बनाइयो थोरै मात्रै भिडियो बनाइयो अब खै हेरौँ कस्तो हुन्छ के गरिन्छ देखाउँछु तपाईँहरूलाई ए रातो राइडर राम्रो हुँदो रहेछ यार चार्ज गर्दै हिँड्थ्यो अब के गर्नु त ल अब चाहिँ हामी यस्तो माथितिर जान्छौँ केटो आफल्ला सामान यस्तै राखेँ नि त भद्दामा ओहो ल अब एकैचोटि अब खानसाना माथि कसी भेटौँ न अब माथि कसी भेट्नुपर्छ ओके गाइज अब हामीले चाहिँ चेकआउट गरेर हिँडिसक्यो अब घान्द्रुक छोडेर अब हामी पोखरातर्फ लाग्दैछौँ
आज डे 2 रमाइलो गरियो भन्ने कि नगरियो भन्ने त्यस्तै भयो। नेक्स्ट टाइम फेरि आइनेवाला छ, तर नेक्स्ट टाइम कोही एक्सक्युज हुनेवाला छ हाम्रो लाइफबाट हैन। अब हामी ठिक छ, अब हामी यहाँ निक्लिन्छौँ र बाइकतर्फ जान्छौँ। अनि हामी त्यहाँबाट निक्लेर सिधै पोखरा। यार जस्तो धुवाँ जस्ता त्यस्तै भइन्छ होइन। यो चाहिँ अब खच्चडले लिएर आएको उसो यार। म अहिले पठाइदिन्छु यार, क्याफेमा गएपछि पठाइदिन्छु यार। म क्याफेमा गएर फेरि उसमा ल्याइदान गिटार पनि। टक्क लाएर अब यस्तो हाम्रो चाहिँ ल अब चाहिँ हामी नेक्स्ट डेस्टिनेसन चाहिँ खोइ कहाँको हुन्छ थाहा छैन। आउन पनि सक्छ नआउन पनि सक्छ। सबैजना सेफ भएर बस्नु, इन्जोय गर्नु, अलि लाभा नहुनु, त्यही हो। लाभाको सङ्गत नगर्नु, त्यही हो। ल हामी चाहिँ यहाँ जान्छौँ अब। एकैचोटि बाटोमा के हुन्छ, बाटो हिजो हेरिसक्नु, बाटोमा के हुन्छ सर्ट भिडियो हाल्छु, सर्ट भ्लगहरू बनाउँछु। सपोर्ट गरिदिनु, सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु। ल हाम्रो चाहिँ घान्द्रुकलाई बाई बाई, टाटा, सिउ टुमारो। राम्रोसँग भइएछ म नेक्स्ट टाइम आउँला। ओके बाई बाई गाइस। यस्तो छ, हामी घान्द्रुकबाट निक्लिसक्यौँ। राति हेर न 12 साढे 12 बजीतिर साथीलाई खोज्न यो बाटो हिँडेको। यस्तो बाटोलाई यो इमेजिन गर्नु त कस्तो बाटो होला। यस्तो छ बाटो हेर्नु त। ए आमा हो, बाटो यस्तो गाह्रो छ कि होइन तपाईँ सोच्नु सक्नु। तर घान्द्रुक मलाई बवाल मन पऱ्यो गाइस। घान्द्रुकको मान्छेहरू पनि ओ माई गड यस्तो छ बाटोलाई। बाटो चाहिँ यस्तो छ। सकेसम्म राम्रै तरिकाले बाइक स्कुटी भन्दा नि बाइकमा आउनु सक्नुहुन्छ। बाइकमा किन निकाल्छु भने अफ रोड हान्दाखेरि दियो भने अलिकति त्यो लगभग 5-6 किलोमिटर अफ रोड छ क्या यो बाटो। यस्तो बाटो यो सब यस्तै हो फेरि बाटो। त्यही माथि ओह्रालोमा घुम्तीमा खायो अझ यस्तो तनाव हुन्छ। बाटो यस्तै हिँड्नु पऱ्यो क्या। बाटो त खत्तम, लास्टै खत्तम छ बाटो। यो त अझ केही होइन, तलको बाटो झन् खत्तम। चुच्चा ढुङ्गा परेको छ र। लास्ट अनि यस्तो सानो टर्निङहरू नलिनु, कहिले पनि ठुलो टर्निङ लिनु होला। बाटो यस्तो यता गयो भने सब भिड कि तल सिधै एकैचोटि तल हो। धुलो त्यस्तै, अब धुलो अफरोड भएपछि धुलो त्यस्तै। यस्तो तनाव भयो गाइस हामीलाई होइन। हामीलाई मैले थाहा छ सब सेयर गर्न सक्दिनँ मैले, किनकि त्यो भने एउटा प्राइभेसी भन्ने कुरा नि हुन्छ होइन। त्यो कारणले सबै कुराहरू सेयर गर्दिनँ। तर पल्टी आयो चिपेर बाइकै चिपेर आएको।
हेलो भाइ मलाई घामरुक त बवाल मन पर्यो गाइस सबैभन्दा मन पर्यो मलाई घामरुक अहिले म जति पनि गएको नि मान्छेहरू पनि त्यस्तै होइन जस्ट फ्रेन्डली रूपमा होइन कोही कोही त हुन्छ तर धेरै चाहिँ मैले फ्रेन्डली जस्तै पाएँ होइन तर मलाई जुन चाहिँ मन पर्यो सबैजना एकचोटि भिजिट गरिदिनु होला घामरुक जो भिजिट गर्नुभएको छैन पोखरादेखि भयो कहाँ बाहिरबाट नि एकचोटि घुम्न आउनुभयो भने पोखराबाट नयाँ पुलबाट माथि उकालो लागेपछि आउनु सक्नुहुन्छ लगभग त्यहाँबाट लगभग 1 घन्टामा आइपुग्छ यहाँ जिपै आउँछ यहाँ माथिसँगै यता आरामले आउनु सक्नुहुन्छ यहाँ तपाईँ लोकल गाडीहरूमा आउनु पनि यहाँ छ तर तलैसम्म पुग्छ माथि चाहिँ पुग्छ लोकल गाडीहरूमा आउनु भने रिजर्भ गरेर आउनु भने माथि नै जान्छ गाडी होइन माथि लगभग त्यहाँबाट 5 मिनट जति हिँड्नुपर्छ नत्र चाहिँ यहाँबाट लगभग आधा घन्टा जति माथि उक्लिनु पर्छ है अनि चाहिँ पनि हो माथि कुनै त लगिदिन्छ होला एक्स्ट्रा बाटो ठुलो छ दस 11 स्पिड हिँड्नुपर्छ आरामले जानियो आरामले गइन्छ हेर्दा यस्तो छ बाटो चाहिँ अलिक खत्तमै रहेछ हुन त तर तपाईहरु जिपमा आउनु बाइक साधनले राम्रो अनि बाइकमा आउनु किनकि जे भने बाइकमा अलिकति सजिलो हुन्छ तर डबल आउनु होला किनकि गाह्रो हुन्छ एक्लै आए पनि हुन्छ तर डबल आउँदा अलिकति बाइकलाई नि अलिकति के भन्छ त्यसलाई लोड हुन्छ र तान्छ हैन हामी चाहिँ खास डबल आउने भनेको मिलेन साथीको मिलेन त्यही भएर हामी सिंगल आइयो आउन त 3 जना आएको जानी बेला 2 जना मात्रै भयो अर्को इन्टरभ्यु छ भनेर गइहाल्यो हामी कहीँ बसेर आइयो रमाइलो गरियो हैन हैन हो जे गरे पनि अब रमाइलो गरियो हिमालहरू पनि अलिकति माछापुच्छेको दुईटा चुचुरो देखियो अन्नपूर्ण त अब देखिरहेको अलि नजिकबाट देखियो तर चिसो लास्ट चिसो आकै छैन अलि आउने बेला आफ्नो केयर गरेर अलि बाक्लो कपडाहरू लाएर आउनु गर्मी छ भनेर नआउनु हैन
हामीलाई त लास्ट जाडो लाग्यो कि गर्मी हुन्छ होला भनेर हामीले उस गरेर आइदिएको। अब यो यस्तो बाटो, अब यो बाटोमा त अब यस्तो हुन्छ कि अगाडिको ब्रेक त हान्नै हुन्न क्या। बाइक पनि त्यस्तै, बाइक त लामो छ अनि गाह्रो हुने कि अलि सानो भयो ठिक्क हुन्थ्यो। 220 लामो छ अनि गरुङको पनि बेसी नि गरुङको छ कि बाइक, तर अफरोड चाहिँ मिठी हान्छ 220ले। जसुकै जसले जेसुकै भने पनि अफरोड चाहिँ बबाल हान्छ। अफरोड चाहिँ हाम्रो लगभग कति 3-4 किलोमिटर जति छ यो बाटो। हामीलाई जाँदाखेरि त टाइम लाग्छ, आउँदाखेरि त लगभग ओह्रालोमा त्यही टाइम लाग्दैन। जाँदाखेरि त टाइम लाग्दैन होला। साथी पछि आइरहेछ होइन, यस्तो छ भिड होइन। झुलुङ्गे पुल चाहिँ त्यहाँ खच्चडको लागि होला जहाँसम्म लाग्छ। अनि कि लामो यत्रो घुमेर आउनुहुन्छ त्यहाँबाट सट्टै त माथि उड्नुपर्ने होला कि अथवा केही होला, त्यसको अब नलेज छैन मलाई। तर आउनु, तर 2 दिन स्टे गर्ने तरिका राम्रो भयो भने तपाईँहरू आरामले होइन घान्द्रुकको विशेषता घुम्न सक्नुहुन्छ। त्यसको आराम बाटो पनि होइन आफ्नो चिल हुन्छ। आयो गयो अलि नरमाइलो जस्तो हुने कि यो पनि भन्ने पल्टेकोमा बाइक ब्रेकै लाग्नु, ब्रेकै लिएन, ब्रेक लिएन। साथी स्कुटरमा आउँदैछ होइन, गाह्रो हुन्छ कि स्कुटरमा। बाटो त हेरिहाल्नु होला, भिडियो लामो हुन्छ होइन। बाटो त यस्तै हो गाइस, लगभग 4-5 किलोमिटर यस्तै हो। अनि बिता यस्तो पानीहरूको सोतोहरू मतलब छ होइन, यो पानी सप्लाई गर्ने तलको लागि। तर माथिबाट पनि हाल्नु मिल्यो, तर हालिएन, हामी पानीबाटै हाल्यो। ठिक छ। अब साथी सुस्ताउँदा स्कुटरमा हो गाह्रो हुन्छ साथीलाई होइन। अब हामी आज निक्लिन्छ, म अब लगभग 2 घन्टा म पोखरा पुग्छौँ होला। अनि बाटोमा हेरेर मैले के हुन्छ, खाना नखाइकन हिँडेको, बाटोमा खान्छ छैन थाहा छैन। हेरौँ अब सिधै हामी त्यो न्यू रोड जान्छौँ। न्यू रोड गएपछि अनि भेट्नुपर्छ गाई चाहिँ। ल गाई छैन, हामी चाहिँ यहाँ लगभग यो कच्ची बाटो सकेर यहाँ पिचमा आइयो। म त आइसकेँ, साथी आउँदैछ। यस्तो छ यहाँको सिनी, यस्तो आँखा रातो भएर गाह्रो गऱ्यो यार, क्यार गरेर अगाडि के भयो बाइक पनि यार। तनाव पैसा नआएको बेला तनाव। अनि यस्तो छ सिन यहाँकै। त अफरोड पनि लास्ट नेक्स्ट लेभल छ कि यस्तो गाह्रो अफरोड। मलाई टुच्चो ढुङ्गा छरिएकोमा मुस्ताङको बरु पिच भयो बाटो यहाँको यस्तो के। तर जे भयो नि, म चाहिँ घान्द्रुक जे भयो नि, घान्द्रुकको मान्छेहरू बवाल छ होइन। एकचोटि भिजिट गरिदिनु होला सबैजनाले। नयाँ पुलबाट ठ्याक्क उकाल लाएपछि आइन्छ सब। उस पनि धुलो भयो, आँखा पोलेरमा पानी पनि नखाइकन हिँडेको छ। नास्ता गरेर हिँडेको हामी। लगभग 2 घन्टामा पुग्छ होला हामी पोखरा। त्यही हो। अब अरू के भन्नु सक्छ, यस्तो छ। साथी आउँछ, साथीलाई खोज्छु। अनि साथी मसँगै जान्छ, पिज आयो। अब त त्यही साह्रै गाह्रो हुन्न साथीलाई पनि, मलाई त। अब यस्तो म बाइकमा गाह्रो भयो नि, झन् त्यसलाई स्कुटरमा कस्तो भयो होला। आयो त्यो आइरहेछ, रोक न फेरि गयो। अब एकचोटि तल कसी भेटौँला गाई, बाटामा भिडियो बनाउँदिनँ म होइन। यो मोबाइलको यो होल्डरै हल्लिएछ क्या, बाङ्गो भएछ। ठिक छ। अब जस्तो भयो नि राम्रोसँग हेरिदिनु होला, लाइक सब्सक्राइब सेयर गरिदिनु होला। त्यही हो। एकचोटि तल कसी भेटौँला, एकचोटि नयाँ पुलमा कसी है।
हामी चाहिँ यो कुन ठाउँ हो थाहा भएन हामी चाहिँ स्कुलमा रोकेर जानु सक्दैन यस्तो बबाल ठाउँ रहेछ नि हामी यहाँ बबाल यस्तो मुख्य लगभग हामी अब 1.5 घन्टा जतिमा पुग्छौँ होला पोखरा बबाल हुँदैन कुन खोलेर थियो कुन खोला रहेछ तल यहाँ चाहिँ ल फोटो खिच्दिउँ अनि जाऊँ ल फोटो खिच्छौँ अनि जान्छौँ अनि हाम्रो ढिलो भएको पोखरा जानु अहिलेको लागि बाई बाई माथिबाट गएर भेट्नुपर्छ अब हामी चाहिँ यो जाने यो नयाँ पुल भन्दा थोरै माथिपट्टि आइसक्यौँ अनि यहाँ चाहिँ एउटा मन्दिर रहेछ होइन मन्दिर चाहिँ यस्तो बबाल ठाउँमा रहेछ कि यस्तो खोइ यहाँ भित्र गुफा के गुफा भने जस्तो लाग्थ्यो जाऊँ माथि माथि यो मन्दिर खुट्टा दुखेको भोक लाग्छ अब केही कतै रोकेर केही खाएर जानुपर्छ हामी गुफामा गुफै गुफा रहेछ यस्तै हटालेको आमा यस्तो छ त सिन चाहिँ बवाल छ अब जाऊँ दर्शन गरौँ अनि फर्क्यौँ घरतिर जाऊँ के भन्छ यस्तो छ हरेक कुराहरू होइन के भन्ने के खुट्टा पनि मजाले सुत्दिउँ जस्तो भयो यार मन्दिर त ठुलो मन्दिर रहेछ नि गुफा रहेछ जस्तो हो त खाना खाइ बिहान त खाना त खाइयो मन्दिरभित्र गइन् होला त्यो नि शिवको मन्दिर रहेछ नि शिवको मन्दिर यस्तो ठ्याक्क यो चाहिँ यो घान्डोक जाने भन्दा बाटोबाट ठ्याक्क 5 मिनट माथि होला ठ्याक्क यो लोकेसनमा छ सबैजना घान्डोक जाँदाखेरि यहाँ भिजिट गर्नु होला यहाँ दर्शन गरेर जानु होला यहाँ चाहिँ के अरे कृतिलाई खाना हो कि समथिङ के खै क्या छ थाहा छैन हात पनि दुखेको खुट्टा पनि दुखेको गुफा हो त्यहाँ माथि केही हुँदैन जाऊँ न केमा एक्सप्लोर गरौँ त्यस्तो सिक्लेसको भुतिया ठाउँ त एक्सप्लोर गऱ्यो सिक्लेस अरे घान्द्रुकमा त हो घान्द्रुकको यो पल त कहिले बिर्सिनु भएन यता हो र यो घान्द्रुकको पल चाहिँ कहिले बिर्सिनु भनेको केटा हो अन्त ढुक्क जाने यसो हेर्न पाइन्छ पाइँदैन टिकट लाग्छ कहिले लाग्छ ए गुफाभित्र छिरेको 50 सबै टिकट पैसा उठाउने के हुन्छ त हामीसँग क्यास पैसा छैन ब्याङ्किङमा मात्रै छ त्यो त यहाँ नेटै चल्दैन एकदम टाढा आएको मान्छे क्या हजुर भगवान्को दर्शन गर्नु पनि किन गर्छु त किन भन्नु त ओहो झन् यहाँ टिकट लाग्दो रहेछ पैसा क्यास पैसा छैन हामीसँग भित्र बसेको क्यास पैसा छैन खै हेरौँ के हुन्छ भित्र जान पाइन्छ कि पाइन थाहा छैन तर यहाँको लोकेसन चाहिँ मिठी छ है लोकेसन चाहिँ मिठी छ भित्र जान म यता हाटे तपाईँलाई देखाइदिन्छु बबाल सिन चाहिँ बबाल छ म बाइकमा आएको छ यो बाइक चाहिँ यहाँ राखेको छु
गाइस यहाँ चाहिँ हामी भित्र जाने भइएन भित्र जानको लागि पैसा चाहिँदैछ हाम्रोमा ब्यालेन्स भएन यहाँ फोन पे हुँदो रहेछ तपाईँ हाम्रो गेटबाट मात्रै यसो हेर्छौँ अनि जान्छौँ दसम्म गेटमै ढोक गर्छौँ जान्छौँ घन्टी बजाइहाल्छ यस्तो छ गुफा त यस्तो छ गुफा हामी चाहिँ नजानी भयो यस्तो मिठो चिसो हावा आएको कि कहीँ बस्नु जस्तो कि कसो चाहिँ भन्दा मिल्दैन छ ल अब हामी यहाँ अब निक्लिन्छौँ खै शिवजीको हेर्नुहोस् न अब धुनी लाग्यो एकदम के जबरजस्ती गर्ने कुरा होइन हामी चाहिँ अब यहाँ निक्लिन्छौँ र खाजा खाने ठाउँ भेटौँ ल नखाइए खाजा खानु अब एउटा गुफातिरको